नमस्कार। ल ठिक छ, सुरु मबाट गरौँ भन्दै थिएँ। मेरो प्यारीले हजुरहरू सबैजनालाई नमस्कार गरेर स्वागत गरिहालिन् होइन। म चाहिँ उत्सुक भइरहेको थिएँ कि आज चाहिँ म सुरु गर्छु भन्ने भइरहेको थियो। उनले गरेन, त्यो पनि एकदमै राम्रो, लेडिज फर्स्ट भन्ने कुरा पनि तपाईँहरूले बुझिराख्नु भएको होला होइन। आज चाहिँ मेरो जन्मदिन परेको थियो र मेरो जन्मदिनमा मलाई प्रत्यक्ष रूपमा तथा अप्रत्यक्ष रूपमा सबैजनाले चाहिँ मेरो जन्मदिनलाई चाहिँ उत्साहपूर्वक मनाइदिनु भएको छ। सबैजनाले विस गर्नुभएको छ होइन। मेरो सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै सबैजनाले धेरै आफ्नो तरिकाबाट चाहिँ शुभकामना दिनुभयो र मेरो प्यारीले पनि मेरो लागि आज एकदमै स्पेसल उपहार सँगसँगै होइन दिएकी थिइन्। अनि त्यस पछाडि अब मलाई पनि के गरौँ प्यारीलाई के गरौँ भन्ने भइराखेको थियो। अनि आज चाहिँ बेलुका एकदमै दिउँसो पसलमा कामको व्यस्तता, कामै काम भइराखेको थियो। अनि त्यो कामको बावजुद पनि उनले पनि अब म खाना बनाउन जान्छु ल भन्ने जस्तो गरिन्। अनि हुन्छ जाउन त भने होइन। अनि आएर चाहिँ खाना बनाउँदै रहेछन्। ठ्याक्कै चामल भिजाएर अनि साग काटेर होइन। अनि त्यस पछाडि टमाटरलाई चाहिँ गुन्द्रुकलाई चाहिँ टक्क आज गुन्द्रुकको रस बनाउँछु, रस खुवाउँछु बुढालाई गुन्द्रुकको भन्ने उनले सोचेर चाहिँ गुन्द्रुक पनि भुट्न रेडी गरिसकेकी रहेछन् होइन। अनि त्यत्तिकैमा मैले ठ्याक्कै यसो सम्झेको, ओहो आज त जन्मदिन थियो, आज यसो बाहिर कतै गएर केही न केही खाएको भए पनि हुन्थ्यो होला जस्तो लागेर मैले ठक्क फोन गरेँ है। मेसेन्जरमा फोन गरेर के गर्दैछौ भनेको, खाना बनाउन लाग्दैछु भने, ओहो खाना त आज बाहिरै खाएको भए नि हुन्थ्यो नि भन्ने खालको एक खालको भयो। अनि यसो केही किन्नु पनि थियो भनेर अनि त्यत्तिकै उनलाई चाहिँ त्यो आज नबनाऊ, त्यही कुरा भोलि खाउँला न बुढाबुढी के छ र भन्ने भयो। अनि त्यस पछाडि हामी बाहिर निस्किने निर्णय गऱ्यौँ होइन। अब बाहिर निस्किने त भन्यो, तर गोजीमा सुक्को नै समस्या त्यहाँ थियो। हेर्नुहोस् है, अब गोजीमा थिएन, गोजीमा नभइसकेपछि बुढीसँग बाहिर निस्कने त कुरा भयो, तर गोजीमा सुक्को नै। अनि यसो पर्स खोलेर हेरेको, पर्समा त पैसा रहेछ। कति रहेछ त भन्दा जम्मी गोजीमा मेरो भएको पैसा 5 रुपियाँ 5 रुपियाँ रहेछ। अब बुढीलाई तल आऊ बाहिर जाउँ त भनिहालेँ। ऊ पनि एकदम हतार उसले पनि ज्याकेट लगाएर, मेरो पनि ज्याकेट थिएन, यतिकै यही भेस्टमा थिएँ, ज्याकेट ल्याइदिन्। अनि जाने भयो, गयो बजार पनि गयो है। बजार गइसके पछाडि हामीले अब के गर्ने त होइन। अनि त्यस पछाडि हामी गयौँ बजार। गएर चाहिँ अब बुढीलाई भने, लु आज तिमी के लाउँछौ लाउ भनेर एकचोटि हामी सर र बजार घुम्न गयौँ होइन। गोजीमा 5 रुपियाँ छ, मनमा एक खालको उत्साह, अर्को खालको पीडा होइन, बेग्लै छ। अनि त्यस पछाडि हामी एउटा कस्मेटिक दोकानमा गयौँ। हेर्नुहोस् है, कस्मेटिक दोकानमा गयौँ। बुढीलाई यसो घाँटीमा लगाउनको लागि एकदमै रहर थियो, अस्तिदेखि भनिरहेकी थिइन् होइन। अनि घाँटीमा लगाउने एउटा राम्रो त्यसलाई के भन्छ, एउटा नेक्लेस जस्तो, के नेक्लेस त नभनौँ त्यसलाई, त्यो के भन्छ, मङ्गलसूत्र जस्तो यस्तो के त्यो थियो नि तिमीले लगाएको, त्यो मङ्गलसूत्र जस्तो सानो भएको अनि सिक्री जस्तो भएको चाहिँ ठ्याक्कै म एकदमै आँखा लगाइरहेको थिएँ। लु लगाऊ किनिदिन्छु भने होइन। अनि चट्टसँगले उनले लगाइसकेपछि के भयो भन्नुहुन्छ भने, मैले चट्टसँगले फोटोसोटो खिचिदिएँ क्या। फोटो खिचिदिएँ, एकछिन लगाइन् गलामा, एकदमै राम्रो, तिमीलाई एकदमै राम्रो सुहायो पनि भने होइन। अनि त्यसपछि गोजीमा पैसा त छैन, अब किन्दै भन्यो भने त समस्या छ। अनि लगाइन् अनि फोटोसोटो खिच्दै, ठिकै छ यो तिमीलाई सुहायो, एकदमै राम्रो छ, तर यो खासै अलिक खुइलिने खालको रहेछ, यो चाहिँ नलगाउनु, होइन फोटो त खिचिहाल्यो जाउँ न त भन्ने भयो। अनि उनको त्यो लगाउने रहर पनि त्यहाँ पुरा भयो। मेरो गोजीको 5 रुपियाँ पनि बचिरहेको छ अझैसम्म। हेर्नुहोस् है, त्यस पछाडि के भयो भन्नुहुन्छ भने, अब होइन अब यो रात पऱ्यो, यता पसल पनि बन्द हुन थाल्यो, अब केही न केही खाउँ भन्ने भयो। हामी त्यहाँबाट सिधै लाग्यौँ इमास थकालीतर्फ। दमकमा रहेको इमास थकालीमा गएर चाहिँ आज चाहिँ ढेँडो पड्काउने हो, ढेँडो मस्काउने हो भनेर चाहिँ ढेँडो खानको लागि भनेर सोच बनाएर गएको। यसो गरेर मेनु हेरेको त ढेँडो खाँदाखेरि त मटनसँग ढेँडो खाँदाखेरि त 580 रुपियाँ रहेछ भाइ। गोजीमा 5 रुपियाँ छ, 580 लेखेको छ मेनुमा।
छक्क परेँ। त्यसो भनिसकेपछि यसो गाने यसो कुरा गरेको कति छ त भन्दा मोमोको दाम त 170 रुपियाँ छ। लु मोमो खाउँ। चिकन मोमो खायो भने त पैसा अलिक बढी जान्छ, अनि मैले पनि भेज, बुढी पनि भेज, म पनि भेजै खान्छु नि त भनेर 170 रुपियाँ गोटाको 2टा भेज मोमो मगाइयो। अनि होइन मोमोले मात्रै हुँदैन, यसो घाँटी पनि भिजाउनुपर्छ भन्ने हिसाबले क्यापाचिनो पनि मगाइयो है। मगाइसके पछाडि अब गोजीमा सुक्को नै जम्मा 5 रुपियाँ छ होइन। अनि त्यस पछाडि अब खाइयो, टन्न खाइयो। बुढीले पनि के सोच्दै थिइन्, टन्न खाइन अगाउनु भएर तपाईँ भन्दै थिइन्, अरू पनि खाउँ लागेको थियो कि उनलाई होइन। अनि यिनले खाइयो, खाइसके पछाडि अब अगाइयो, पानी सानी खाइयो, ओर्यो, अगाइयो, टक्क लाग्यो। अनि अब काउन्टरतिर त जानु पर्यो। गइसके पछाडि के भयो भन्नुहुन्छ भने आफूसँग त गोजीमा 5 रुपियाँ छ, पैसा निकाल्ने कुरो छैन। अनि बुढीको सेवामा पैसा 1200-1500 रुपियाँ कति छ मलाई त्यो थाहा थियो। त्यो थाहा पाइसकेपछि लु बिल जम्मी केही नखाएको भन्दा पनि 500-700 रुपियाँ भएछ होइन। 2टा मोमो 2टा क्यापाचिनो हानेपछि त लगभग 500 आयो। अलिक बिल चट भइसकेपछि के भयो त भन्दा यिनैको पैसामा मैले आज मजाले यिनैलाई खुवाएँ। अनि आएँ, मसँग यो 5 रुपियाँ अझै छ। यो 5 रुपियाँले अब अरू कतिवटा त्यो उनको सेवा भएको 1000-1500 नसकिन्जेलसम्म हामीले चाहिँ रमाइलो गरिरहनेछौँ। यो कहानी मैले तपाईँहरूलाई पनि सेयर गर्न चाहेँ र यिनको पैसाभित्र मुटु भत पोले पनि यिनको पैसामा आज हामीले टक्क खाएर आयो होइन। विशेषतः मसँग पैसा नभएको कारणले आज यो 5 रुपियाँ अझै मसँग छ र यो 5 रुपियाँ पनि भाग्यमानी रहेछ। मलाई छोडेर जान मानेन, मसँग बस्छु भन्छ। अनि समस्या हेर्नुहोस् त। त्यही भएर यो 5 रुपियाँले आज मेरो दिन सफल बनायो, राम्रो बनायो। हस्, यतिन्जेलसम्म हाम्रो भिडियो हेरिदिनु भयो, चाख मानेर सुनिदिनु भयो। तपाईँलाई सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। यो कथा सिधै गएर तपाईँको कोठाको खाटासम्म पुग्ला र निदाउला। हस् त, धन्यवाद, नमस्कार। यी चाहिँ अब लाटी छिन्, केही बोलिनन्, मुसु हाँसिन् मात्रै होला होइन। ठिकै छ त्यही पनि।